सामाजिक सञ्जालमा यो जानकारी म पहिलो पटक राख्दैछु। धेरैजनालाई यो कन्फ्युजन हुन्छ यो तीनवटा शब्दहरूमा हार्ट एट्याक, कार्डियक एरेस्ट र हार्ट फेलियर यो तीनटा एउटै कुरा हो भनेर धेरैले बुझ्नुहुन्छ। तर यो तीनवटा कम्प्लिटली फरक फरक कुरा रहेछ। यही कुरा यहाँ म सम्झाउन प्रयास गर्दैछु। सबभन्दा सुनौ, हार्ट फेलियर भनेको के हो? हार्ट फेलियर भनेको हार्ट फेल अर्थात् हार्टले आफ्नो फङ्सन, आफ्नो काम राम्ररी गर्न नसक्नु। त्यो भनेको के हो त? हार्टको काम हो मुटु पम्पिङ गर्ने, ब्लड जुन छ त्यो ब्लड चाहिँ फाल्ने, मुटुबाट शरीरको अन्य भागमा अक्सिजन भएको ब्लड र पोषण तत्त्वहरू भएको ब्लड अरू अङ्गहरूलाई, अरू तन्तुलाई, कोषलाई प्रदान गर्नु, त्यही हो मुटुको प्रमुख फङ्सन। यदि त्यो फङ्सन कम भयो, नर्मल हामीले मानौँ कि 100 ml ब्लड छ भने मुटुले 60 ml जति फाल्नुपर्छ प्रत्येक धड्कनमा, र 60 ml को ठाउँमा यसले 40 ml फाल्यो भने त्यो हार्ट फेलियर भयो। 30 ml फाल्यो भने झन नराम्रो हार्ट फेलियर भयो। 20 ml फाल्यो भने झन नराम्रो, जसलाई हामी 20% फङ्सन भन्छौँ, त्यो चाहिँ झन नराम्रो। त्यसैले हार्ट फेलियरलाई कति पर्सेन्ट यसले फाल्या छ त्यसमा यसको सिकिस्तता, सिभिरिटी चाहिँ हामी फाइन्ड आउट गर्छौँ। पम्पिङको रोग भनेको हार्ट फेलियर भयो। हार्ट फेलियरको बारेमा यति चाहिँ बेसिक कुरा हामीले बुझ्नुपर्छ। अब कुरा गरौँ कार्डियक एरेस्टको बारेमा। कार्डियक एरेस्टको बारेमा धेरैलाई अहिले सुन्नुभयो होला कि मुटु हाम्रो चल्दा चल्दै चल्दा चल्दै अचानक बन्द भयो, पम्पिङ अब यसले गर्न छोडिदियो, टोटली छोडिदियो। फेलियरमा पम्पिङ त गरिरहेछ तर कम पम्पिङ गरिरहेछ, 60 को ठाउँमा 40-30 गरिरहेछ। तर कार्डियक एरेस्ट भनेको 0। यो भनेको अचानक हुन्छ, कुरा गर्दै बोल्दै काम गर्दै केही गर्दा गर्दै या खेल्दा खेल्दै अचानक बन्द भएपछि मानिसको एकछिनमै 2-3 मिनटमै ब्लड अब सर्कुलेसन बन्द भयो, मानिसको मृत्यु हुन्छ। यो कार्डियक एरेस्ट हो। कार्डियक एरेस्टको सबभन्दा प्रमुख कारण भनेको हार्ट एट्याक हो। अब हार्ट एट्याक भनेको के हो भने त्यो बुझ्नुहोस्, बल्ल तपाईँलाई यो डिफ्रेन्सिएसन क्लियर हुन्छ। हार्ट एट्याक भनेको के हो भने मुटुको रक्तनली कुनै बन्द भयो, 100% बन्द भयो भनेको मुटुको त्यो भागमा अब ब्लड सर्कुलेसन रोकियो, रगत जान त्यो नली भएर अब रगत जाँदैन, त्यो भाग अब ड्यामेज हुन थाल्यो। त्यहाँ त्यसको कारणले मानिसलाई अब पेन सुरु हुन्छ, पसिना आउने, दुख्ने अचानक हुन्छ। यो शरीरले त्यसलाई कम्पन्सेट गर्यो, अरू त्यहाँ जटिलताहरू आएन भने हार्ट एट्याकको बिरामी हस्पिटल जान सक्छ, उपचार गराउन सक्छ। कहिलेकाहीँ उपचार नपाए पनि अरू जटिलता भएन भने त्यो व्यक्ति बाँच्छ, उसको मुटु अलिकति कमजोर भइहाल्छ, जुन भाग मृत अवस्था जस्तो निष्क्रिय भइहाल्छ, डेड भइहाल्छ, त्यो भागले काम गर्दैन। अब पम्पिङमा अलि समस्या भयो, त्यसमा पछि हार्ट फेलियर होला। तर अचानक जटिलता यदि भएन, कार्डियक एरेस्ट भएन भने यो व्यक्तिहरू अब बाँच्यो तर रोगी भयो सधैँको लागि। हार्ट एट्याक भनेको त्यो हो। तर कहिलेकाहीँ कोही व्यक्तिलाई हार्ट एट्याक भएको छ र त्यो व्यक्ति आफ्नो एक्सनमा छ, काम गरिरहेछ, एक्सर्साइज गरिरहेछ, बोलिरहेछ भने उसले त्यहाँ ध्यान दिएको छैन, उसले पत्ता लाग्न सकेन या उसले व्यवस्था गर्यो भने त्यस्तो व्यक्तिलाई कार्डियक एरेस्ट हुने डर बढी हुन्छ। हार्ट एट्याकको कारणले मुटुको चाल बिग्रियो, अनि चाल बिग्रेपछि कार्डियक एरेस्ट भयो, अब व्यक्तिको डेथ हुन्छ। त्यसैले यो फरक फरक कुरा रहेछ। हार्ट एट्याक र कार्डियक एरेस्ट मिल्दोजुल्दो कुरा हो। हार्ट एट्याक पछि हार्ट फेलियर हुनसक्छ, त्यो मिल्दोजुल्दो कुरा हो। तर यो तिनटै चाहिँ फरक फरक टर्म हुन्, फरक फरक रोगहरू हुन्। धन्यवाद।